पाँचमा कसले जित्दैछ चुनाव? समीर तामाङले। समीर तामाङले। तपाईँको माटो चुनाव चिन्हले? चुनाव चिन्ह देशलाई माटो, तपाईँ देशको माटो देशलाई असुलीमा लिएर तपाईँको निकटतम प्रतिस्पर्धी को हो? निकटतम प्रतिस्पर्धी मैले देख्दाखेरि निकटतम प्रतिस्पर्धी चाहिँ बालेन हुन्छ होला। बालेन दोस्रो हुँदैछन् झापामा। हो। तेस्रो चाहिँ केपी ओली। मतान्तर कति हुन्छ नि तपाईँको निकटतम प्रतिद्वन्दीसँग? धेरैको हुँदैन, धेरैको चाहिँ हुँदैन, धेरैको चाहिँ हुँदैन। म त ग्राउन्डमा छु त्यहाँ। अब गएर एउटा कार्यक्रममा बोल्दैछु, त्यसपछि झन्झार उहाँहरूको हत्तै गर्छ। तपाईँले के बोल्दै हुनुहुन्छ? यो मैले अर्को ठाउँमा पनि पहिला पनि सुनेको थिएँ। मैले तपाईँको इन्टरभ्यू गर्ने भनेपछि एउटा भाषण गरेर मैले झापामा गरिदिएँ भने सबै माटोमा भोट आउनेवाला छ। एउटा भाषणले पुरै त्यहाँ मेरो स्पिचहरू सुन्नुहुन्न कि क्या हो? मैले सुनेरै भनेको झापा 5मा गएर मैले एकचोटि भाषण गरिदिएँ भने केपी ओली बालेन सालेन सब साइड लाग्छन् भनेर के बोल्दै हुनुहुन्छ तपाईँले? झापा 5मा गएर अलिकति क्लु दिनुहोस् त, के बोल्दै हुनुहुन्छ तपाईँ? के अरे रेगुलर कुरा भन्दा केही एक्स्ट्रा केही बोल्दै हुनुहुन्छ कि जस्तो लाग्यो। सस्पेन्स नै राख्नुपर्छ त्यो।